नमस्ते। मैले आज सर्लाहीको मूर्तियादेखि भरतताल र महेन्द्र राजमार्गको बागमती, चन्द्रनिगाहपुर, निजगढ, पतलैया, अमलेशगञ्ज हुँदै हेटौँडा र हेटौँडाबाट त्रिभुवन राजपथको भैँसेसम्म र भैँसेदेखि भीमफेदी, चिसापानीगढी, देउराली, कुलेखानी, फाखेल, हुमाने र फर्पिङ हुँदै काठमाडौँसम्मको यात्रा तय गरेको छु। यात्राको क्रममा देखिने बाटोको अवस्था र विभिन्न प्राकृतिक सौन्दर्यका दृश्यहरू देखाउँदै लैजानेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। सर्लाही जिल्लाको बागमती किनारमा रहेको मानव निर्मित करिब 21 बिघा क्षेत्रफल ओगटेको ठुलो ताल नै भरतताल हो। बागमती नगरपालिकाका मेयर भरत थापाको अगुवाईमा निर्माण गरिएकोले यो तालको नाम भरततालको नामले नेपालमा मात्र नभई भारतमा समेत प्रख्यात हुँदै गएको छ। यो तालको निर्माण तथा सञ्चालनले यस क्षेत्रका बासिन्दाहरूका लागि विभिन्न व्यवसायको सिर्जना भई रोजगारीको व्यवस्थापन हुनुको साथै यसले यस क्षेत्रको पर्यटन प्रवर्धनमा निकै ठुलो टेवा पुर्याएको देखिन्छ। सुनिअनुसार तालको दक्षिणी भागमा पनि तालको विस्तार गरी तालको स्वरूप दोब्बर बनाउने र उच्च स्तरको होटल तथा रेस्टुरेन्ट सञ्चालनमा ल्याउने भनेकोमा विभिन्न अवरोध भएकोले त्यो पुरा हुन सकेको छैन। यदि ताल सञ्चालक र स्थानीय सरकार मिलेर कानुनी परिधिमा रही नजिकै रहेको नुनथर धामको पनि सँगसँगै विकास र प्रचार प्रसार गरेमा यस भेगको विभिन्न क्षेत्रको विकास भई यहाँका बासिन्दाहरूको आर्थिक स्तरमा वृद्धि भई जीवनस्तर माथि उठ्ने थियो। अब हामी महेन्द्र राजमार्गको बागमतीमा आइपुगेका छौँ। बागमती पुलको उत्तरमा देखिने ब्यारेज बागमती सिँचाइ आयोजनाको हो। यो आयोजना 2050 सालतिर निर्माण सम्पन्न भएको थियो। यस सिँचाइ आयोजनाले सर्लाही र रौतहटका धेरै उर्वर जमिनहरूलाई सिँचित गरी अन्नबाली उब्जाउन धेरै मद्दत मिलेको छ। सिंचित भूभागमा 3 बाली खेती र कहीँ कतै त तरकारी खेती लगायत 4 बाली समेत हुने गरेको छ, जसले गर्दा यस भेगका किसानहरूको आर्थिक समृद्धि भई जीवनस्तर माथि उठेको छ। नेपालको सिँचाइ आयोजनाहरूमध्ये यो बागमती सिँचाइ आयोजना पनि एक प्रमुख सिँचाइ आयोजना हो। बागमती पुल कटेपछि हामी रौतहट जिल्ला प्रवेश गरेका छौँ। अब यहाँबाट केही अगाडि चन्द्रनिगाहपुर पर्दछ। श्री 3 चन्द्र शमशेरबाट सर्वसाधारणलाई निगाह भई बस्ती बसालेको हुनाले यस ठाउँको नाउँ चन्द्रनिगाहपुर रहन गएको यहाँका बुढापाकाहरू बताउँछन्। सदरमुकाम गौरदेखि उत्तरी भागमा अवस्थित चन्द्रनिगाहपुरलाई अहिले छोटकरीमा चन्द्रपुर तथा चपुर पनि भन्ने गरिन्छ। यो स्थान महेन्द्र राजमार्गमा पर्ने भएकोले रौतहट जिल्लाकै व्यापारिक केन्द्रको रूपमा विकसित हुँदै सहरीकरणको बाटोमा छ। महेन्द्र राजमार्गलाई एसियन हाइवेको रूपमा विस्तार गर्ने क्रममा यो राजमार्गको खण्ड खण्डमा सडक विस्तारको काम भइरहेको छ। सडक विस्तारको क्रममा पनि चन्द्रनिगाहपुरको दायाँ बायाँका भौतिक संरचनाहरूमा क्षति नपुग्ने गरी निर्माण गरिएको देखिन्छ। अब हामी निजगढ बजारको नजिक आइपुगेका छौँ। महेन्द्र राजमार्गमा पर्ने बाराको निजगढ बजार धेरै पुरानो र यस भेगको व्यापारिक केन्द्र पनि हो। महेन्द्र राजमार्गले यसलाई देशको विभिन्न सहरहरूसँग जोडेको छ। सरकारको स्मार्ट सिटीको अवधारणामा यसको व्यवस्थित ढङ्गले द्रुत गतिमा सहरीकरण भइरहेको छ। निर्माण भइरहेको काठमाडौँ तराई जोड्ने द्रुत मार्ग र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नै पर्ने भएकोले विकासको दृष्टिकोणले निजगढ बजार उच्च सम्भावना बोकेको बजार हो। महेन्द्र राजमार्गको दुवै छेउमा निर्माण भएका भौतिक संरचनाहरू एसियन हाइवेको मापदण्ड तथा स्मार्ट सिटीको अवधारणा अनुसार निर्माण गरिएकोले निजगढ बजारलाई सहरीकरण तथा राजमार्ग विस्तारले क्षति पुर्याउने छैन। करिब 2028-30 सालतिर बकाइया खोला पारी राजमार्गको दक्षिणी भागमा सुकुम्बासीहरूले आफू खुसी वनफडानी गरी टहरा तथा झुप्रोहरू बनाई बस्ती बसालेकोमा तत्कालीन
सरकारले बस्तीमा आगो लगाई हात्ती प्रयोग गरी टहराहरू भत्काइएको भन्ने कुरा हाम्रा अग्रजहरूले भन्नुभएको थियो। त्यति बेला त्यस ठाउँलाई तामागढी भनिन्थ्यो। त्यति नै समयतिर ती फडानी भएको वन क्षेत्रमा वृक्षारोपण गरिएकोले हाल ती बिरुवाहरू बढेर जङ्गलको रूप लिएको छ। तर राजमार्गको उत्तरतर्फ प्राकृतिक जङ्गल भएकोले दक्षिणतर्फको रुख बिरुवाहरू फरक छन्। सो स्थान अहिले निर्माणाधीन काठमाडौँ तराई जोड्ने द्रुत मार्ग र महेन्द्र राजमार्ग जोडिएको बिन्दुभन्दा दक्षिणतर्फ वरपरको क्षेत्रमा पर्दछ। अब म यसै क्रममा तपाईहरूलाई महेन्द्र राजमार्गको बारेमा छोटकरीमा बताउन चाहन्छु। नेपालको सबैभन्दा लामो राजमार्ग महेन्द्र राजमार्ग हो। यो राजमार्ग चुरे पर्वतको काख हुँदै चारकोसे झाडीको बिचोबिच पूर्वको काँकडभिट्टादेखि पश्चिमको भीमदत्त नगर तथा बनबासासँग जोडिएको छ। यस राजमार्गको लम्बाइ करिब 1027 किलोमिटर रहेको छ। यस राजमार्गले काँकडभिट्टा, इटहरी, लाहान, बर्दिवास, चपुर, पथलैया, हेटौँडा, नारायणगढ, चिसापानी हुँदै भीमदत्त नगर जस्ता विभिन्न स्थानहरूलाई छोएको छ। विक्रम सम्वत 2019बाट निर्माण कार्य सुरु भए तापनि विक्रम सम्वत 2020 सालमा स्वर्गीय राजा महेन्द्रले आफ्नै नेतृत्वमा राजमार्ग निर्माण कमिटी गठन गरी विधिवत रूपमा निर्माण कार्य सुरु गरेका थिए। स्वर्गीय राजा महेन्द्रको पहल तथा उहाँकै परिकल्पनामा र अगुवाईमा यो राजमार्ग निर्माण भएकोले यो राजमार्गको नाम महेन्द्र राजमार्ग नामकरण भएको थियो। यो राजमार्गको निर्माणमा भारत, बेलायत र रुस जस्ता मित्र राष्ट्रहरूले सहयोग गरेका थिए। मेचीदेखि ढल्केबरसम्म भारत, ढल्केबरदेखि पथलैया रुस, हेटौँडादेखि नारायणघाटसम्म एसियन डेभलपमेन्ट ब्याङ्क, नारायणगढदेखि बुटवलसम्म बेलायत र बुटवलदेखि महाकालीको बनबासासम्म भारतले नै निर्माण गरेका थिए। विक्रम सम्वत 2050मा कर्णालीको पुल निर्माण सम्पन्न भए पश्चात मात्र राजमार्गले पूर्णता पाएको थियो। राज्य व्यवस्थामा परिवर्तनपछि यो महेन्द्र राजमार्गको नाम परिवर्तन गरी पूर्व पश्चिम राजमार्ग हुन गएको थियो भने 2082 को संसदीय निर्वाचन पश्चात बनेको सरकारले यो राजमार्गको नाम पुनः महेन्द्र राजमार्ग नामकरण गरेको छ। विभिन्न अञ्चलबाट आएको सडक सञ्जाल यसै राजमार्गमा जोडिनु भएकाले सबैजसो ठाउँमा जान आउन सकिन्छ। त्यसैले हाम्रो देशको विकासमा यो राजमार्ग मानव शरीरको मेरुदण्ड जस्तै हो। अब यो राजमार्ग एसियन हाइवेको रूपमा विकसित हुने क्रममा निर्माण कार्यहरू सुरु भइरहेको छ। त्यसैले यस राजमार्गमा पर्ने सहरहरूको थप विकास भई आर्थिक स्तरमा वृद्धि हुने लगायत देश विकासमा थप टेवा मिल्नेछ। अब हामी महेन्द्र राजमार्ग र वीरगञ्ज हेटौँडा सडक खण्डको जक्सन पथलैया आइपुगेका छौँ। पथलैया जक्सनको बायाँतर्फ जितपुर सिमराको औद्योगिक करिडोर हुँदै वीरगञ्ज र रक्सोल पुगिन्छ। तर हामी चाहिँ दायाँ मोडिएर सिधै उत्तरतर्फ जानेछौँ। पर्सा राष्ट्रिय निकुञ्जको केही भाग जङ्गल पार गर्दै अमलेखगञ्ज पुगिन्छ। यस सडक खण्डमा कहिलेकाहीँ जङ्गली हात्तीले राजमार्ग अवरोध समेत गरेको पाइन्छ। अब अगाडिको स्थानको नाम अमलेखगञ्ज हो। नेपाली शब्दकोशमा अमलेखको अर्थ उन्मुक्ति अर्थात् उन्मूलन रहेको छ। त्यसैले श्री 3 चन्द्र शमशेरले दास प्रथा उन्मूलन अर्थात् अमलेख गरी मुक्त दासहरूलाई यस ठाउँमा बस्ती बसालेको हुनाले यस ठाउँको नाम अमलेखगञ्ज रहन गएको भन्ने भनाइ रहेको छ। राणाकालमा भारतको रक्सौलदेखि अमलेखगञ्जसम्मको 47 किलोमिटर दूरीको रेलमार्ग रहेको थियो।
पछि त्रिभुवन राजपथको निर्माण पश्चात सो रेलमार्ग बन्द भएको भन्ने कुरा इतिहासमा पढ्न पाइन्छ। अहिले यहाँ नेपाल आयल निगमको सबैभन्दा ठुलो पेट्रोल, डिजल र मट्टीतेल भण्डारण गर्ने ठाउँको रूपमा विकास भएको छ। भारतको मोतिहारीबाट पाइपलाइनद्वारा तेल ढुवानी गरी देशको विभिन्न स्थानहरूमा तेल वितरण गर्ने प्रणालीको विकास नेपाल आयल निगमले गरेको छ। अगाडि 3 नम्बरको पुल पर्दछ। यस सडक खण्डको 3 नम्बरको पुलको आसपासमा यस सडक खण्डबाट आवत जावत गर्ने यात्रुहरूले खाजा तथा खाना खाने होटल तथा रेस्टुरेन्टहरू रहेकोमा सरकारको सडक छेउ तथा नदी किनाराका बस्तीहरू हटाउने नीतिअनुसार यस क्षेत्रका सबै घर टहराहरू भत्काइएको छ। पहिले निकै चहल पहल हुने ठाउँ अहिले सुनसान खण्डहरमा परिणत भएको छ। हामी चुरियामाई तथा सुरुङ मार्ग नजिकै छौँ। अमलेखगञ्ज हेटौँडा सडक खण्डको चुरे पर्वत खण्डमा रहेको चुरियामाईको मन्दिर बारा, पर्सा, मकवानपुर र चितवन जस्ता क्षेत्रको प्रसिद्ध एक मन्दिर हो। चुरियामाईको दर्शनले भक्तहरूको सङ्कट हरण हुने, मागेको कुरा पुग्ने विश्वास रहेकोले यस सडक खण्डबाट आवत जावत गर्ने सवारी साधनका चालक तथा यात्रुहरूले चुरियामाईको दर्शन गर्नुका साथै देशका विभिन्न स्थानहरूका भक्तजनहरू लगायत मित्र राष्ट्र भारतका भक्तजनहरू समेत चुरियामाईको दर्शन गर्न आउने गर्दछन्। विक्रम सम्वत 1990 साल र 2072 को भूकम्पले पनि त्यति क्षति नपुर्याएको सुरुङ मार्गलाई अहिले मर्मत सम्भार गरी सर्वसाधारणका लागि अवलोकनको व्यवस्था मिलाई खुल्ला गरिएको छ, जसले गर्दा यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक पर्यटनको प्रवर्धन भएको छ। हामी हेटौँडा बजार आइपुगेका छौँ। मकवानपुर जिल्लाको सदरमुकाम तथा बागमती प्रदेशको राजधानी हो हेटौँडा। देशकै ठुलो र पुरानो औद्योगिक क्षेत्र पनि हेटौँडामा पर्दछ। सडक मार्गले अति नै धनी हेटौँडाको मुख्य चोक बुद्ध चोकबाट बायाँतर्फबाट महेन्द्र राजमार्ग हुँदै नारायणगढ र पश्चिम नेपालका विभिन्न सहरहरूसँग जोडिएको छ। दायाँतर्फबाट मकवानपुर गढी हुँदै कान्ति लोकपथबाट काठमाडौँ र दायाँबाटै मदन भण्डारी राजमार्ग हुँदै सिन्धुली लगायत पूर्वी नेपालका विभिन्न स्थानहरूसँग जोडिएको छ। उत्तरतर्फ त्रिभुवन राजपथ हुँदै भैँसे, टिस्टुङ, नौबिसे, काठमाडौँ र भैँसेबाट भीमफेदी, कुलेखानी हुँदै फर्पिङ तथा सिस्नेरी हुँदै दक्षिणकाली र कुलेखानी, चितलाङ हुँदै चन्द्रगिरीबाट काठमाडौँसँग जोडिएको छ। त्यसैले हेटौँडा भित्री मधेसका सहरहरू मध्येको विकसित सहर हो। अहिले महेन्द्र राजमार्गलाई एसियन हाइवेको रूपमा रूपान्तरणको क्रममा यहाँको मुख्य सडकका दायाँ बायाँका घरहरू मापदण्ड अनुरूप भत्काइएको छ। हाइवे र घरहरू पुनर्निर्माणपछि हेटौँडा अहिलेको भन्दा व्यवस्थित र सुन्दर सहरको रूपमा देख्न पाइनेछ। अब हामी त्रिभुवन राजपथको भैँसे नजिक आइपुगेका छौँ। भैँसेको पुल कट्ने बित्तिकै दो बाटो आइपुग्छ। दायाँतर्फ त्रिभुवन राजपथको टिस्टुङ नौबिसे हुँदै काठमाडौँ जाने भएकोले हामी दायाँ मोडिँदै निवाटार, चिउरी बगैँचा, घोरसिङ हुँदै भीमफेदीको बाटो लाग्छौँ। अब हामी भीमफेदी बजार नजिक आइपुगेका छौँ। पहिले मकवानपुर जिल्लाको सदरमुकाम भीमफेदी थियो रे। त्यस समयमा जिल्लाको प्रशासनिक कामहरू यहीँबाट हुने भएकोले यहाँ निकै चहल पहल हुने गर्दथ्यो। त्यस समय तराईबाट पैदलै काठमाडौँ जाने मुख्य नाका पनि भीमफेदी नै थियो। कालान्तरमा मकवानपुरको सदरमुकाम हेटौँडा सरेपछि भीमफेदीलाई प्रत्यक्ष असर परेको छ, जसले गर्दा पहिला जस्तो चहल पहल अहिले नभएको स्थानीय बुढापाकाहरू बताउँछन्। अब हामी
भीमफेदीबाट उकालो लाग्दै जुरीखेतको गाजरको जुस पिएर चिसापानी गढी नजिक आइपुगेका छौँ। मकनपुरका सेन राजाहरूको पालामा निर्माण भएको चिसापानी गढीलाई नेपाल एकीकरणपछि पुनः मजबुत तरिकाले निर्माण तथा सम्भार गरिएको थियो। नेपालले अङ्ग्रेजसँग यसै गढीबाट वीरतापूर्वक युद्ध गरी अङ्ग्रेजलाई हराएका थिए। कारणवश यस युद्धमा महिलाहरूले भाग लिन नपाएको र युद्धमा विजय पश्चात एक महिलाले यस गढीमा प्रवेश गर्दा ती महिलाको शरीरमा आगो लागि भस्म भएको भन्ने किंवदन्ती रहेको छ। त्यसैले त्यसै समयदेखि पुनः अनिष्ट हुन्छ कि भने यस गढीभित्र महिलाको लागि प्रवेश निषेध गरिएको हो भन्ने त्यहाँ जानकारहरू बताउँछन्। गढीभित्र अङ्ग्रेजसँग युद्ध हुँदा प्रयोग भएका ठुला तोपका साथै साना साना तोपहरू र बटुक भैरवको मन्दिर पनि रहेको छ। यसरी हामी देउरालीबाट ओह्रालो झर्दै कुलेखानी ड्याम तथा इन्द्र सरोवर वरिपरिका मनोरम दृश्य अवलोकन गर्दै महालक्ष्मी खोला र सडकको विकास सँगसँगै पुरन्दी बजार लगायत यस भेगको विकास हेर्दै हुमाने भन्ज्याङबाट देखिने विभिन्न प्राकृतिक सौन्दर्यका साथै फर्पिङ बजार उपत्यकाका केही भागका सुन्दर सहरहरूको दृश्य हेर्दै बल्खु हुँदै कलङ्कीको अन्डरपास आइपुगेका छौँ। सर्लाहीको मूर्तियाबाट करिब 195 किलोमिटरको दूरी पार गर्दा गर्दै मैले प्रयोग गरेको बाटो महालक्ष्मी खोलाको थोरै भाग बाहेक काठमाडौँसम्म नै एकदम राम्रो रहेको भिडियोमा तपाईँहरूले देखिसक्नु भएको छ। तराईका 4 कोसे झाडीको बिचमा धागो तानेको जस्तै सिधा सडक, दायाँ बायाँ हरियो वन जङ्गल र पहाडी क्षेत्रको सडकबाट देखिने अग्ला अग्ला पहाड, हरिया वन जङ्गल, खोला जस्ता प्राकृतिक सौन्दर्यका दृश्यहरू हेर्दै आउँदा थकानको महसुस नै नभएको मलाई अनुभव भएको छ। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। राम्रो लागेमा सब्सक्राइब, लाइक, कमेन्ट र सेयर गरिदिनु होला। फेरि भेटौँला। अन्तमा फेरि पनि एकपटक सबैलाई नमस्कार।